हेलो ल साथीहरू म यहाँ बाख्रालाई खोले इस्कुस काट्न लागिरहेको छु। अब यो बेलुकी पकाइछु अलिकति तातो खोले दिउँ कि भनेर इस्कुस मसिनो खालको इस्कुसहरू छ। यो खोले चाहिँ बनाएर बाख्रालाई दिने हो। यो चाहिँ निकालेर तरकारी खानुपर्छ क्या, अलिक मिठो हुन्छ नि त। गुदी चाहिँ निकालेर खाने। यो बाख्रालाई चाना बनाएर तातो पानी दिने। अब यहाँ बाख्रालाई खोले है त साथीहरू। यस्तै छ गाउँले जिन्दगी, कहिले के कामहरू गरिराख्नुपर्छ। अब म बाख्रालाई खोले बनाइदिनु पर्यो भनेर यसो बनाउँदैछु। भिडियो पनि बनाउँदै कन्टेन्ट नपिल्नु भएन, इन्गेजमेन्ट पनि घट्यो, भ्युज पनि घट्यो, साथीभाइहरूलाई सहयोग पनि घटेको हो कि के हो। भ्युज र इन्गेजमेन्ट पनि घटेको छ। गाह्रो छ गाउँले जिन्दगी। नयाँ कन्टेन्ट राम्रा कन्टेन्ट ल्याउँ भन्दा कहाँबाट ल्याउनु, कताबाट ल्याउनु, छैन ठाउँ। घुम्न जाने पनि उपाय छैन। के गर्ने अब यस्तै त होला नि, आफूले गर्ने गरेको कामहरू त होला नि, कन्टेन्ट ल्याउने पनि। यो इस्कुस चाहिँ मैले बिहानै टिपेर राखेको थिएँ। अनि यसो दिउँसो काम सकेर आएर यसो अलिकति तातो पानी बाख्रालाई दिउँ भनेर मन परे लाइक गरौँ, मन नपरे पनि लाइक गरौँ। साथीभाइहरू कमेन्ट गर्नु होला, लाइक गर्नु होला। इन्गेजमेन्ट सबै घटेको छ, भ्युज घटेको छ मेरो त। होइन गाह्रो छ जिन्दगी। फेसबुकबाट पनि डलर झार्नलाई साह्रै समस्या रहेछ। के गर्ने, भ्युज र इन्गेजमेन्ट नभएपछि डलरै झार्दैन त। होइन यो कुखुराहरू पनि लाउँछन् हो। अहिले म तिमीहरूको खालि च्याक गर्दै पुगेछौँ। तपाईँहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ। आफू त यस्तै भिडियोहरू हाल्ने हो। मन परे पनि लाइक गर्नुहोस्, मन नपरे पनि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। कमेन्टको वर्षा गरिदिनु होला। यो दुःखीलाई के गर्ने, म पनि भ्याएको बेला त गरिदिन्छु नि लाइक कमेन्टहरू त सकेसम्म। 10,000 फलोवर्स भएर पनि एक सय लाइक कमेन्ट कटेको छैन मेरो कुनै पनि कन्टेन्टमा अहिलेसम्म। अत्यन्तै दुःखद कुरो। साथीहरू सबै सक्रिय भन्दा पनि
निष्क्रियहरू बढी साथीभाइ छन् हुनुभएछ। अब के गर्नु, 10,000 पुर्यायो भन्नु मात्रै हो। सक्रिय सदस्य कम भएपछि काठी पिरानो नबसी भएन। डाँडो पुग्यो त। यो चाहिँ मसिनो खालको इस्कुस हो कि, मसिनो खालको इस्कुसलाई त्यो बाख्रालाई खोले, सुँगुर चारो बाख्रालाई खोले यस्तै मात्रै हुन्छ। यो उसिनी खानु पनि खासै मिठो छैन, त्यही भएर बाख्रालाई तातो पानीसँग मिसाइदिनेलाई गर्दैछु। सुँगुर फेरि कति कराएका, दिनमा 3 पल्ट 4 पल्ट दिँदा पनि नअगाउने। अघि कराउँदैछन्। भिडियो निकै लामो भएछ।
ल अब यति नै 3टा बाख्रालाई कति यो चाहिँ यसो तरकारी यसको जिब्री चाहिँ गुदी चाहिँ तरकारीमा हाली खानु पर्ला यसरी बनाउनु पर्यो है अब यति नै हो खोले फाइनल्ली खोले बनाइसक्यो भन्दा नि भयो पानी तातो पारेर यसमा अल्छी मिलाएर दिने भन्ने मेरो योजना हो धेरै बाख्रा छैन यति खाएपछि आउँछन् भएछ ल यता पार्दैछ बाख्रालाई खोले यो बाख्रालाई खोले के पो छ यो चाहिँ बाख्रालाई खोले इस्कुसको यो सुँगुरलाई अब हिजो पकाएको अघि बिहान पनि थपिराखेर गएको एउटा फर्सीसँगै 2 छाक अब अहिले र भोलि बिहानलाई त्यहाँबाट फेरि छैन चारो ल यस्तै छ है साथीभाइ हो हाम्रो नराम्रो थोपडा पनि हेर्दै गर्नु होला लाइक कमेन्ट सेयर गर्दै गर्नु होला अब के नै भन्नु र अरु त सो डाँडा काँडा पनि हेर्नु होला यो